हेलो एभ्रिवान, गुड मर्निङ सबैलाई। राधे राधे है। हिजो मैले एउटा सानो धोबिनीचरी पक्रेको थिएँ। पक्रेको होइन, कुकुरले मार्नु आँटेको रहेछ र मैले रेस्क्यु गरेर ल्याएको थिएँ है। धेरै बेर आफूसँग राखेँ त्यसलाई होइन। अलिकति ठिक भएर चाहिँ मैले उसलाई फेरि ग्राउन्डमा छोडिदिएँ। ग्राउन्डमा छोडेर ऊ धेरै बेर उड्ने कोसिस गर्यो है। उड्ने कोसिस गरिरहेको थियो तर उड्नै सकेको थिएन होइन। मैले उड उड भन्दै त्यसलाई कति उयो गरेँ है, तर उड्नु सकेकै थिएन। बार बार जमिनमा झरिरहेको थियो है। यो भिडियो पोस्ट गर्नुको मतलब चाहिँ अब एउटा सानो चराको बच्चालाई भए पनि होइन, आफूले बचाएर ल्याएपछि अब कति माया लाग्यो क्या। उड्नु खोजिरहेको थियो, आफ्नो आमा भएकोमा जानु खोजिरहेको थियो तर जानु सकेको थिएन होइन। अलिकति अब मनमा कस्तो कस्तो फिल भयो के। र मैले यो भिडियो पोस्ट गर्नु गइरहेको छु, हेर्नु होला, तपाईँहरूलाई पनि राम्रो लाग्छ है। कति कोसिस गरिरहेको थियो तर उड्नै सकेको थिएन। उसको आमा पनि त्यहीँ नै वरिपरि घुमिरहेको थियो है, चिल्लाइरहेको थियो, बोलाइरहेको थियो। तर लास्टमा मैले फेरि नभएर त उसलाई त्यो टिनको त्यो ग्यापबाट उतापट्टि मैले हालिदिएँ है, ताकि सुरक्षित जग्गामा जाओस्, कुकुरहरूले केही नगर्नु सकोस्, आफ्नो आमाको पास जाओस् भनेर।